मा भाइरल भएको पुल हो। यो पुल चाहिँ कहाँ कहाँ जोड्छ यता? यो पुलको उतापट्टि कुन गाउँ छ? दक्षिणकाली 7 नम्बर वडा गोपालेश्वर। ओके यता 3। यो पुलको नाम के भन्छन् ठ्याक्कै? छ नाम के? फर्पिङको भाइरल पुल। ओके हामी चाहिँ अहिले फर्पिङको भाइरल पुलमा यात्रा हुँदैछ। मलाई यस्तो डर लाग्थ्यो नि दोस्त यार बिचमा त यार। बनाउनेले त त्यही हुन्, बनाउन लागि देख्दैनौ। अझ बिना सेफ्टी हुनेमा चढ्दै थिए गुरुङ मगर। दोस्त यहाँ बिचमा फोटो खिचेन यार यताबाट। फर्पिङको 7 नम्बर वडा हो यो चाहिँ दक्षिणकालीको। अहिले चाहिँ हामी जङ्गलको यात्रा गर्दैछौँ। के चाहिँ कस्तो छ यहाँ चाहिँ एक्सप्लोर गर्नेछौँ अहिले हामी। आउँछ रमाइलो छ घुम्नुको लागि चाहिँ। यता रमाइलो ठाउँ छ। छैन होला त्यस्तो डराउनु पर्दैन। यो जङ्गल सेफ्टी नै लागिरहेको छ। यहाँ मान्छेहरू अब जब हिँडडुल गर्नेछन् त्यस्तो डराउनु पर्ने अवस्था त छैन। रमाइलो छ होइन यो एरिया चाहिँ एकदम रमाइलो छ। भाइब्स चाहिँ ठिक छ यहाँको जङ्गलको आनन्दको। फोहोर त अब यस्तै हो नेपालीहरूको हाम्रो बानी यस्तै हो। यो यहाँ चाहिँ अझै सुव्यवस्थित बनाउनु त जरुरी नै छ। पुलमा हाइटमा आउनु पनि एउटा ऊ हो यार। पुलमा आउनु के होइन पुलबाट यतातिर जाउनु त के छ भन्ने सुनेको छ। यतातिर कहाँ छ गाउँ? गाउँ त धेरै पर हो र। के रहेछ यार पानी ट्याङ्की त नरहेछ यो। तर फोहोर त अति गरेको छ नि यार। सायद पानीको ट्याङ्की हुनुपर्छ जस्तो लागिरहेको यो चाहिँ। अस्ति त म एक्लै आएको थिएँ। बियरको क्यानहरू त्यहीँ फालेका छन् यार। व्यवस्थित छैन केही छैन। खायो त्यहीँ फाल्यो। अलिकति यो यता डस्टबिनको व्यवस्था पनि गर्नुपर्ने हो खास नगरपालिकाले। के आफैले लगेर जानु पर्यो होइन। टिममा गरेर एकदम प्रदूषित छ यो एरिया चाहिँ। रुखहरू सल्लाहको रुखहरू चाहिँ यहाँ त चाहिँ म्याक्सिमम् पाउँदो रहेछ है। यस्तो रहेछ यार यो
जुन ठाउँमा फोहोर गर्न मनाही लेखेको छ त्यही ठाउँमा चाहिँ यस्तो फोहोर गरिएको छ। अब यो कसले हेर्ने हो? न यहाँको नगरपालिकाको ध्यान आकर्षण छ, न त यहाँ पिकनिक गर्न घुम्ने आउनेहरूले नै व्यवस्थित गरेको छ। अझ यो फोहोर नगरे भएपछि त फोहोर व्यवस्थापन गर्ने त समिति बनाउनु पर्यो। नगरपालिका मान्छे दक्षिणकाली नगरपालिकाको हो यो सबै जिम्मेवारी हुने, तर जुन तरिकाले गर्नुपर्ने हो यहाँ चाहिँ होइन त्यो तरिकाले चाहिँ गरेको छैन कुनै चिज पनि, अव्यवस्थित नै छ। जताततै फोहोर फोहोर मात्र देखिन्छ। सल्लाहकारी छ सल्लाहकारी। पार्टी सल्लाहको बिउ उत्पादन क्षेत्र रहेछ खास गरेर। सल्लाहको बिउ उत्पादन क्षेत्र हो यो। सब ठाउँ फोहोर व्यवस्थापन आफै गर्नु यार त्यति भन्दा भन्दै पनि यहाँ आउनेहरूले चाहिँ त्यति फोहोर गरेको व्यवस्थापन आफैले गरेको छैन, जता पायो त्यतै फालिदिएको अवस्था छ। सल्लाहका टुसाहरू चाहिँ यो अर्को बाटो छ, यहाँबाट चाहिँ यो बाटो रमाइलो त रमाइलो छ यार। यो एरिया शान्त छ यार, सुनसान। हेलो साथीहरू, वेलकम छ फेरि पनि। आज चाहिँ म यो दक्षिणकाली नगरपालिकाको वडा नम्बर 7 मा अवस्थित फर्पिङ टिकटक भाइरल पुलको चाहिँ घुमिर आइसकेपछि चाहिँ अर्को पार्टमा चाहिँ म यो जङ्गलमा चाहिँ घुमिरहेको छु। रमाइलो छ यो जङ्गल, तपाईँहरूले आउन सक्नुहुनेछ। यहाँ आएर चाहिँ पिकनिक पनि गर्न सक्नुहुनेछ, तर यहाँ आएर जताभावी फोहोर गर्ने चाहिँ फोहोर व्यवस्थापन चाहिँ आफैले गर्नुपर्ने छ। त्यसै गरी यहाँ जङ्गलमा पाइने सल्लाहकारीले एकदम मनमोहक बनाएको चराहरूको सिरबिर आवाज साथै घुम्नको लागि चाहिँ एकदम रमाइलो ठाउँ छ यो चाहिँ।
झन् हल्लिने हो आजको यात्रा छ हाम्रो सस्पेन्सन ब्रिजको के भयो त किन डराइरहेको छौ यार म त यहाँ डराइ हिँडिरहेको छु जोस् तिमी आऊ न आरामले कॉन्फिडेंस होना चाहिए इसलिए मैं डर तो डर लागिरहेको छ यार मलाई त स्ट्रे हाइट छ यार वाइट कडा छ त यार यो त ओभर छ यार ओभर मलाई डर लागिरहेको छ यार कस्तो यिनीहरूलाई लास्टै डराइरहेको त्यही त हो झन् के झर्छ फाइनल्ली अब ढुकढुक चाहिँ कम हुनु लाग्यो यार हाय